हो ल अब हामी घर फर्किन लाग्यौँ है त। झन्नै चाहिने 6-7 दिनपछि हामी गाउँ फर्किन लाग्छौँ। के यस्तो छ यार भिरहरू माथि पाखाहरू हट के यसो छ ऊ एउटा हाम्रो हिँड्दैछ फेरि हाम्रो कान्छो सुपुत्र खै त हेर नि त अनि अनि चाहिने यो ओहो हो भिर पाखा पखेराहरू हो पानी पर्न लागिसक्यो आथे यस्तो छ अवस्था। पानी पर्न लागिसक्यो यहाँ पानीको ठोपा ठोपा आइरहेछ यार। अब पानी पर्छ अहिले ठुलो पानी यहाँ आकाश गरिदिरहेछ है अहिले भिजाउँछ पानीले। यस्तो छ साथीहरू यस्तो छ गाउँघरतिर मजै हुन्छ हुन त तर अब हामी चाहिँ नि अब भौतिक सुविधाको लागि सहरतिर पस्छौँ तर खासमा चाहिँ गाउँतिरको चाहिँ अर्ग्यानिक हावा पानी अनि यहाँको ठाउँ यहाँको खाने हरेक चिज चाहिँ अर्ग्यानिक पनि हुन्छ राम्रो पनि हुन्छ है। ल ल ल जा पानी परिसक्यो यहाँ पानी परिसक्यो पानी हामी तिनजना अब डाङ फर्किरहेछौँ हामी त। हट यहाँबाट फेरि यसरी छिर्नुपर्छ यहाँ यता यसरी चाहिँ भित्र छ नि यहाँ भिर खोपेर बाटो बनाएको क्या यो ढ्याक्क लारी भित्रबाट जानुपर्छ। यहाँबाट खतरा टलो खोला देखेको छ है। अब जलबाङ नजिकै पुग्न लागिसक्यौँ है हामी माथि डाँडाबाट। तल देखिरहेको छ जलबाङको स्कुल ल माथि आकाश कसरी गरिदिरहेको छ। अब एकछिनपछि जाने भयङ्कर पानी पर्नेवाला छ गाह्रो छ हौ। यो चाहिँ गोलजबाङ भन्ने ठाउँ है यो साथी हो भन्दै थिएँ नि यहाँ पानी अब परिगयो हेट गाह्रो भयो।